हेलो एभ्रिवान वेलकम टु माई भिडियो। आज चाहिँ म मेरो छोराको भातखलाइको भिडियो लिएर आएको छु। यो चाहिँ 1-2 महिना अगाडिको नै भिडियो हो र पनि मैले एज एन मेमोरी है मेरो छोराको भातखलाइको पेजमा हालिरहेको छु भने चाहिँ 25सम्म बस्छ भनेर राखेको है, हेरिदिनुहोस् होला तपाईँहरूले पनि। आज उसको फर्स्ट भातखलाइको साइड चाहिँ उसकै बाबाको हातबाट जुरेको छ अनि बाबाले स्टार्ट गर्नुभयो है। उसको टिका लगाइदिँदैछ। यहाँ चाहिँ भाइलाई पक्रिँदै उसले चाहिँ एक्लै राखिदिउँ भनेर सोचेको थिएँ हो र चाहिँ म नबसेको, त्यहाँदेखि टिका लगाइदिएर चाहिँ सिक्काले खुवाइदिनु आँटेको। हामीले चाहिँ सिक्काले खुवाइदिनु पनि राम्रो हुन्छ नि त, अन्त चाँदीको सिक्काबाट खाना खुवाइदिनु आँटेको उसलाई। उसको फर्स्ट बाइट है खुवाइदिनु आँटेको। नानी लड्ला जस्तो भएर चाहिँ त्यहाँबाट फेरि मलाई बस भनेर त्यहाँदेखि मै आफै बसेँ नानी पक्रेर। त्यहाँदेखि चाहिँ अब हाम्रो भाइको चाहिँ राइस फिडिङ सेरिमनी चाहिँ स्टार्ट भयो है। फर्स्ट बाइट चाहिँ बाबाले खुवाइदिनु भयो। 3 पल्ट खुवाइदिनु पर्छ अरे भातखलाइ गर्दाखेरि चाहिँ नानीलाई भनेर 3 पल्ट उसको बाबाले खुवाइदिनु हुँदै थियो। अन्त उसले चाहिँ मुख हेरेन, उसको मुख बिगार्दै खाँदै गर्दै थियो। मिठाउँदै पनि थियो। आज फर्स्ट टाइम खाएर पनि होला नि है बेचारा। त्यहाँबाट बाबा पछि चाहिँ अजीको पालो है। अजी आमा हाम्रो मिदुको अजीले चाहिँ उसलाई अब चाहिँ टिकी लगाइदिनु हुँदैछ है। टिकी लगाइदिएर चाहिँ त्यहाँदेखि उसलाई बाला पनि लगाइदिनु हुँदैछ। आमा यहाँ हाछ्युङ गरेको हेरेर मेरो छोराले खुसी भइरहेको थियो। आज चाहिँ ऊ चाहिँ रुयो पो त हौ, दुख्यो कि क्या हो नानीलाई मेरो यति बेला चाहिँ। त्यहाँदेखि फेरि उता बाबाले पैसा पनि पक्राइदिँदै थियो। पैसा पक्रेर चाहिँ फेरि खुसी हुँदै थियो मेरो छोरा। त्यहाँबाट अजीले पनि उसलाई उसको भातखलाइ गरिदिनु भयो। अब चाहिँ मेरो पालो है। अब चाहिँ उसको बाबाले पनि खुवाइदिनु भयो, अजीले पनि खुवाइसकिदिनु भयो। त्यहाँबाट चाहिँ आमाको पालो है। आमाको हातबाट पनि खानु पऱ्यो नि त। अन्त यहाँ चाहिँ पहिला अजीले पैसा दिइहाल्ने भनेर पैसा दिनु हुँदै थियो, पक्राइदिनु हुँदै थियो भाइलाई। अब चाहिँ मैले लगाइदिनु आँटेको उसलाई टिका। मैले टिका लगाइदिँदाखेरि त उसले त 2जनाले लगाउँदाखेरि नै भरिसकेको थियो नि त, दलेर है। तर टिका दलेको राम्रो पनि भन्छ। अन्त दलेर त्यस्तो भइरहेको थियो। मैले टिका लगाइदिएँ। त्यहाँबाट उसलाई माम खुवाइदिएँ मैले पनि है। फोटो पनि खिची माग्दै थियौँ हामी चाहिँ यहाँ। अन्त फोटो पनि खिच्दै खुवाइदिँदै थिएँ मैले चाहिँ। मैले चाहिँ उसलाई चेन लगाइदिँदै थिएँ। यो चेन चाहिँ यहाँ मेरो नेबर दिदीहरूले उसको न्वारानमै दिएको थियो, त्यत्तिकै नलगाइ राखिदिएको थिएँ। अन्त आज लगाइदिएको उसलाई। कस्तो क्युट कृष्ण भगवान भएको दिन भएको थियो नि त। अन्त आज चाहिँ लगाइदिएको। आज चाहिँ उसको साइड पऱ्यो है। अरू बेला भात खुवाइ नगरिन्जेलखेरि नलगाइदिनु भन्छ नि त यस्तो कुराहरू। अन्त त्यत्तिकै राखिदिएको थिएँ। अन्त अहिले चाहिँ लगाइदिएको। हामी 3जनाकोबाट भातखलाइ भइसकेर चाहिँ फोटोसुट गर्न थाल्यौँ हामी चाहिँ। अब फोटोसुट पनि भयो हाम्रो। त्यहाँबाट चाहिँ हामीले बेलुका चाहिँ पार्टी राखेको थियौँ त भातखलाइको। अन्त दिनमा चाहिँ यति नै थियो। त्यहाँदेखि बेलुकाको पार्टीको लागि चाहिँ हामीले प्रिपेयर गर्न थाल्यौँ है। त्यस बिचको भिडियो चाहिँ मैले बनाउनै पाइनँ किनभने कति बिजी भयो। यहाँ चाहिँ बेलुकाको भिडियोको सानो झलक छ है। दिदीहरू पुरा इन्जोय गरेर डान्स गर्नुहुँदै थियो। यति नै क्याप्चर गर्नु पाएँ बेलुकाको चाहिँ। यहाँ चाहिँ दिदीहरू मिदुलाई गिफ्ट लगाउनु भएको थियो। जिस्किँदै के भन्दै गिफ्ट दिनुहुँदै थियो। गिफ्ट देखेर चाहिँ मिदु खुसी भइरहेको थियो। पक्रिम कि नपक्रिम हुँदै फोटो पनि खिच्ने नानीसँग भनेर त्यहाँदेखि दिदीहरूले फोटो खिच्नुभयो। नाइटको भिडियो चाहिँ यति नै थियो। यो चाहिँ नेक्स्ट डे हो। मिदु चाहिँ उसको गिफ्टहरूको बिचमा बसेर खुसी भइरहेको छ। थ्याङ्क यू सो मच फर वाचिङ। सी यु इन द नेक्स्ट भिडियो। बाई बाई।